आइन्द्र विक्रम बेगाज्यू उपप्रमुख हो वा उपप्रमुखको रूपमा लड्नु भयो एउटा कार्यभारको रूपमा चाहिँ कार्यभार पाउनुभएको छ। उहाँको कार्यभागमा यो अहिले चाहिँ नि उहाँले निर्णय गरेर उद्घाटन गर्ने अवसर प्राप्त गर्नुभयो, मलाई पनि धन्यवाद दिन चाहन्छु। तर निवर्तमान नगर प्रमुख हर्क साम्पाङ अहिलेको सांसद पनि हुनुहुन्छ, राष्ट्रिय पार्टीको चाहिँ नेता हुनुहुन्छ। उहाँलाई मैले योभन्दा अघिल्लो कार्यक्रममा पनि बधाई शुभकामना दिएको थिएँ। उहाँले सही काम गर्नुभयो, उहाँले राम्रो काम गर्नुभयो भने धरानको विकासमा धेरै ठुलो चाहिँ नि हामीले आशा व्यक्त गर्न सक्छौँ, आशावादी हुनुपर्छ। अहिले यो कार्यक्रमको प्रमुख अतिथि उहाँ भइदिएको भए राम्रो हुन्थ्यो भन्ने मेरो व्यक्तिगत धारणा हो। त्यो कहाँ चाहिँ नि चुक्यो, कहाँ ल्याका भयो त्यो कुरा चाहिँ नि समयले चाहिँ नि त्यो कुरा मूल्याङ्कन गर्ला। तर हाम्रो सांसद हो हर्क साम्पाङ, उहाँ यो नगरको प्रमुख पनि भएको, आइन्द्र विक्रम बेगा उपप्रमुख हुँदा उहाँ नगर प्रमुख हुनुहुन्थ्यो। हर्क साम्पाङसँग विविध विषयहरूमा हाम्रो चाहिँ डिफ्रेन्सेसहरू छन्, तर उहाँ सांसद भइसकेपछि उहाँलाई हामीले त्यो खालको मान सम्मान दिनैपर्छ। वास्तवमा एउटा सहकार्यको चाहिँ नि एउटा कार्यक्रम यो बन्न सक्थ्यो, कहाँ चुक्यो साथीहरूले चाहिँ मूल्याङ्कन गर्नु होला, त्यो कुरा राख्न चाहन्छु।